नमस्कार साथीभाइहरू, आज हामी कहाँ आएका छौँ? हामी आज छङ्जुमा यता आएका छौँ। यहाँ एउटा चौर छ। चौरमा चाहिँ बाहिर बसेर खाना खाऊँ भनेर ड्राई पिकनिक गरे। यो घरबाट ल्याएर कासु भाइ यतापट्टि छन्। कति राम्रो देखियोस् त यार। अनि यतातिर अब हाम्रो खानेकुराहरू यसरी खानेकुराहरू आइपुगेको छ। यो चाहिँ यस्तो राम्रो चौर छ यहाँ। अनि यो पुरै नेपालमा गएको जस्तो फिल हुन्छ यो चौरमा आउँदा। यहाँ स्टेडियम बनायो नि हुन्छ भन्नुहुन्छ हाम्रो राजेन्द्र सरले, होइन? ल राजेन्द्रले हातमा भात झुन्डाएर हिँडेको त नि, अचार हो। अनि यतातिर यी अब मेन खाना बनाउने कुकहरू अगाडि हुनुहुन्छ। छोरी चाहिँ त्यता गरिछन्। यसरी अब हाम्रो ठाम व्यवस्थापन हुँदैछ। ल अब हामी चाहिँ नि यसरी खानपिन गर्न लागिरहेका छौँ। हाम्रो क्या राजेन्द्रले मासु निकाल्दैछ। यसरी चौरमा बसेर खानासाना खाइयो। अहिले यता होसु खोगन आइयो। यहाँ एउटा ताल छ, सानो ताल।